मेरो बालाई रुन आउँदैन रे, कसैको मन छुन आउँदैन रे, आफूलाई महँगो अनि हामीलाई सस्तो सामान सुहाउँदैन रे। बा तिमीले सबैको कुरा सुन्छौ, सबैको इच्छा पूरा गरिदिन्छौ, तर तिम्रो इच्छा कसले सुनिदियोस्? दिनभरिको थकानपछि बा आज दिन कस्तो भयो भनी तिम्रो हात खुट्टा कसले मालिस गरिदियोस्? परिवारलाई एक्लै छोडी विदेशिन तिम्रो मन थिएन होला पक्कै पनि। अझै केही समय नाच्थ्यौ न बा, तिमीलाई खुसी दिन तिम्रा सन्तान छन् नि। तिम्रा पैतालामा कति फोरा उठे होलान्, कति हात काटे होलान्। तिम्रा त्याग सुनेर सायदै कोही होलान् जसका आँखा नरोलान्। बायो शब्दमा लुकेको आत्मीयतालाई म कसरी बयान गरौँ र? मेरो जीवनको पहिलो पुरुष भगवान रूपी उनका लागि केही गर्न म किन पछि सरू र? तिम्रो बारे कविताका केही हरफ होइन, विशाल महाकाव्य लेखे पनि कम हुन्छ। देखाउन भन्न पो सक्दिन, तर बा तिमीलाई केही हुँदा, तिमी दुखी हुँदा निकै मन रुन्छ। अहिले पो केही गर्न सकेको छैन, तर केही समय पर्खन, गर्वले मेरो छोरी हो है भन्ने हैसियतमा बनाउने छु। कमजोर हुँदा तिमीलाई हेपेका साराको मुखबाट काश हाम्रो पनि छोरी यस्तै भइदिएको भए भन्ने म पक्कै बनाउने छु।